यहाँहरू सम्पूर्णलाई नमस्कार। आजको यस भिडियोमा म कोरियाको भिसा अवधि कति छ भनेर कसरी चेक गर्ने भन्ने बारे भिडियो रहेको छ। र सर्वप्रथम त तपाईँले गुगल क्रोम खोल्नुपर्ने हुन्छ र गुगल क्रोममा गएर तपाईँले हाई कोरिया भनेर टाइप गर्नुहोला अनि इन्टर थिचिसकेपछि हाई कोरियाको यस्तो वेबसाइट खोल्छ। यो चाहिँ इमिग्रेसनको वेबसाइट हो। यो पहिलो वेबसाइटमै क्लिक गर्नुहोला। पहिलो वेबसाइटमा क्लिक गरिसकेपछि यहाँनिर इङ्ग्लिस छ। तपाईँको यदि कोरियनमा आएको छ भने इङ्ग्लिसमा थिचेर इङ्ग्लिस बनाउनु होला। र हामीले चाहिँ हाम्रो भिसा चेक गर्नुपर्ने मात्रै छ। त्यस कारणले हामी लगइनहरू केही बनाउँदैनौँ। तपाईँले आइडी पनि केही बनाउनु पर्दैन। सिधै यो तल छ यो क्यालेन्डर जस्तोमा यहाँनिर औँलाले क्लिक गरेको छ। यहाँनिर चेक योर स्टे एक्सपिरेसन डेट भनेर यहाँनिर क्लिक गर्नु होला। र त्यसपछि यहाँनिर चेक योर स्टे एक्सपायरेसन डेट भनेको छ। हाम्रो चाहिँ बसाइ अवधि सकिने डेट चेक गर्नु भनेर भनेको हो। र नम्बर 1मा उहाँ यहाँ चाहिँ पासपोर्ट हान्नु भनेको छ। पासपोर्टको नम्बर राख्नु होला। र यहाँ तल चाहिँ नेसनलिटी भनेको देश हो। हामी कुन देशको हो त भनेर यहाँनिर छ रसिया छ, मङ्गोलिया, युएसए, चाइना, कोरियन, रसियन, कोरियन, चाइनिज भनेको छ। हाम्रो चाहिँ यहाँ देश छैन, त्यही भएर इटिसीमा क्लिक गर्ने। इटिसीमा क्लिक गरिसकेपछि यहाँनिर हामीले चाहिँ हाम्रो नेपाल छान्छौँ। र नेपाल छानिसकेपछि यहाँनिर चाहिँ हामीले आफ्नो डेट अफ बर्थ हाल्छौँ। डेट अफ बर्थ हाल्दा चाहिँ तपाईँले यसरी साल अनि ड्यास गर्नुहोस्, अनिखेर महिना अनि ड्यास अनिखेर गते यो फर्मेटमा हाल्नु होला। यो फर्मेटमा हालिसकेपछि तपाईँले यहाँनिर साइडमा जुन नम्बर देखाएको छ यो नम्बर यतापट्टि राख्नु होला। अब त्यसपछि तपाईँले चेकमा क्लिक गर्नुहुने बित्तिकै तपाईँको चाहिँ पासपोर्ट नम्बर अनिखेर तपाईँ नेपालको डेट अफ बर्थ र तपाईँ कुन भिसामा हुनुहुन्छ अहिले भन्ने कुरा देखाउँछ। र तपाईँको भिसा कहिले एक्सपायर हुँदैछ, तपाईँ कहिलेसम्म कोरिया बस्न पाउनुहुन्छ भनेर चाहिँ देखाएको छ। यसरी चाहिँ हामीले संसारको जुनसुकै कुनामा बसेर पनि आफ्नो भिसा चेक गर्न सक्छौँ। र यो भिसा चेक गरेर चाहिँ तपाईँले भिसा थप्नुपर्ने हो भने थप्नु पर्यो। र त्यसपछि थप्न नमिल्ने छ भने यो मितिमा तपाईँ फर्किसक्नुपर्ने हुन्छ, नत्र इलिगल भइन्छ। र यो चाहिँ इमिग्रेसनकै वेबसाइट हो। हस् त आजको भिडियोमा यति नै। यो एउटा छोटो भिसाको डेट कसरी चेक गर्ने भन्ने भिडियो थियो। थप भिडियोहरू यसै गरी आउँदैछन्। यदि तपाईँलाई कुनै विषयमा केहीको बारेमा भिडियो चाहिएको भए कमेन्टमा लेखिदिनु होला। त्यो भिडियो पनि अवश्य नै आउनेछ। हस् त धन्यवाद। लाइक, कमेन्ट अनि सेयर पनि गर्नुहोला।